क्वाड्रेटिक फङ्सन्सको ग्राफ कसरी बनाउने भन्ने कुरामा शिक्षा वर्षले यस स्टडी मेटेरियल प्रस्तुत गर्दछ। सुरुमा क्वाड्रेटिक इक्वेसनको हामीले के थाहा पाउनु पर्यो भन्दाखेरि डोमेन के हुन्छ भन्दाखेरि माइनस इन्फिनिटीदेखि प्लस इन्फिनिटी। किन भन्दाखेरि एक्स स्क्वायरले दिने भ्यालु त सधैँ पनि ग्रेटर देन 0 भने चाहिँ सबै एक्सको लागि यो ट्रु हुने रहेछ हो, जसको कारणले गर्दाखेरि डोमेन चाहिँ माइनस इन्फिनिटीदेखि इन्फिनिटी भयो। अब हामीलाई यस्तो इक्वेसन दिएको हुन्छ एक्स स्क्वायर प्लस 2x प्लस 3 हो। यस्तो इक्वेसनलाई चाहिँ हामीले एउटा स्ट्यान्डर्ड फर्मेटमा लाग्छौँ। किन लान्छौँ भन्दाखेरि एउटा एच र के भन्ने पोइन्ट थाहा पाउन। एच कमा केले चाहिँ के थाहा पाइदिन्छ भन्दाखेरि हाम्रो ग्राफको भर्टेक्स थाहा पाउनु। भर्टेक्स भनेको के हो, ग्राफको भर्टेक्स भनेको जुन ग्राफको मेन ओरिजिन पोइन्ट जस्तै भर्टेक्स थाहा पाउन काम लाग्छ। अनि यसको लाइन अफ सिमेट्री भनेको चाहिँ के हो भन्दाखेरि लाइन अफ सिमेट्रीले चाहिँ अझ बायोलोजी पढेकोहरूले धेरै बुझ्नुहुन्छ। लाइन अफ सिमेट्री भनेको चाहिँ यो यतापट्टि जति साइड छ नि भनेपछि यतापट्टि पनि त्यति नै, यति पार्ट हामीलाई थाहा पायो भने त चानचुन यताको हामी गर्न सक्छौँ हो। त्यही भएर यो एच कमा के को भ्यालु चाहिन्छ। अनि यो ग्राफको अर्को कुरा के भन्दाखेरि यो क्वाड्रेटिक इक्वेसनमा ए को भ्यालु ग्रेटर देन 0, ए को भ्यालु ग्रेटर देन 0 भन्दाखेरि 5x² प्लस 4x प्लस c भनेपछि यसको ग्राफ के हुन्छ भन्दाखेरि दिमागमा हामीले याद गर्नु पर्यो हो यस्तो कन्केभ अप हुँदो रहेछ। ए को भ्यालु ग्रेटर देन 0 भयो भने अब ए को भ्यालु के भयो, सानो, ए को भ्यालु 0 भन्दा कम भयो हो, यस्तो खालके ग्राफ बन्दो रहेछ हो। यहाँबाट यति थाहा पायौँ। अनि अब के अर्को कुरा के याद गर्नु पर्यो भन्दाखेरि यदि ए को भ्यालु ग्रेटर देन 0 छ भने रेन्ज के हुन्छ, केदेखि इन्फिनिटी। के कहाँबाट आयो भनेर नसोच्नु, यहाँबाट यो स्ट्यान्डर्ड इक्वेसनमा लगेको भ्यालु के हो। यो हामीलाई दिन्छ एउटा क्वाड्रेटिक इक्वेसन हो, त्यसलाई हामीले यो फर्ममा लान्छौँ। यो फर्ममा लगिसकेपछि के गर्छौँ भन्दाखेरि हामीले यो रेन्ज थाहा पायौँ। रेन्ज चाहिँ किन थाहा पाउनु जरुरी छ भन्दाखेरि डोमेन भनेको एक्सको भ्यालु, रेन्ज भनेको के को भ्यालु, वाईको भ्यालु। तपाईँले वाई कतिसम्म चुज गर्नु पाउनुहुन्छ भनेर त्यो थाहा पाउँछ। यो त्यति साह्रो अहिले इम्पोर्टेन्ट त राख्दैनौँ हामी स्टुडेन्टहरूले, तर यो एकदमै इम्पोर्टेन्ट कुरा हो। अब हामीलाई ग्राफ त अझै पोइन्टहरू थाहा पायौँ भने त सजिलो हुन्छ नि त। अब वाई इन्टरसेप्ट थाहा पायौँ भने यो ग्राफ वाई एक्सिसमा कुन ठाउँमा काट्ने रहेछ भन्ने कुराहरू पनि थाहा पाइन्छ हो। त्यस्तै अब एक्स इक्वल टु 0, एक्सको भ्यालु 0 जहाँ हुन्छ त्यो भनेको वाई इन्टरसेप्ट हो, त्यस्तै इन्टरसेप्ट थाहा पाउने। अनि त्यसपछि हामीले एडिसनल पोइन्टहरू थाहा पाइसकेपछि क्वाड्रेटिक फङ्सन्सको ग्राफ बनाउन सक्छौँ। अनि अर्को क्लासमा हामी एउटा इक्जाम्पल साथ यसलाई इन्डिङ गर्नेछौँ। धन्यवाद।